देशकै ठुलो अन्तर्राष्ट्रिय विमानस्थल दिनदहाडै चोरीको अखडा बनेको छ। यहाँ कर्मचारी नामका अधिकांश चोर डाकाहरूको बिगबिगी छ। नपत्या देशकै बेज्जत हुने यो घटना हेर्नुहोस्। झन्डै 6 वर्षभन्दा लामो समय दुबईको होटलमा क्यासियर र रिसेप्सनमा काम गरिसकेपछि वैशाख 18 गते शुक्रबार मेघमार शेर्पा नेपाल फर्किए। सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका 10 घर भए पनि आमा बुवा काठमाडौँको कपन क्षेत्रमा बस्दै आएका थिए। उनी त्यही पुगिन्। अब पालो आयो आमा बुवालाई सरप्राइज दिने। उनले ह्यान्ड लगेजमा आमाका लागि एउटा सुनको कंगन र बाबाका लागि औँठी ल्याएकी थिइन्। तर अचम्म यी दुवै वस्तु उनको लगेजमा थिएनन्। घरमा गएर मैले फर्स्ट कुरा चाहिँ त्यो मेरो भ्यालुएबल थिङ चाहिँ मम्मीहरूलाई बाबालाई सरप्राइज गर्ने भनेर निकाल्दाखेरि चाहिँ डब्बा मात्र थियो, सामानहरू थिएन, बिलहरू पनि त्यही राखेको थियो। अनि मैले तालचाहरू हेर्दाखेरि तालचा पनि फोडिएको थियो। उनको होस हवास उड्यो। लगेजको सबैतिर हेर्दा कतै भेटिएन, तर लगेजमा ताला फोडिएको भेटियो। यो ताला हेर्नुहोस् त, सामान्य देखिने गरी थाहै नपाउने गरी फुटिएको छ। लगेजमा सुन छैन भन्ने थाहा पाउन बित्तिकै उनी विमानस्थलमा पुगेर खोजी गर्न थालिन्। तर विमानस्थलले फ्लाइ दुबई र फ्लाइ दुबईले विमानस्थलकै कार्यालयहरूको चक्कर कटाए। भन्सार प्रहरी र नेपाल एयरलाइन्स सबैतिर धाउँदा पनि कसैले उपयुक्त जवाब दिएनन्। सोही दिन बेलुका 9 बजे गौशाला प्रहरीमा उजुरी गर्न भनियो। त्यसको 5 दिनपछि मंगलबार मात्रै प्रहरीले उजुरी लिएको। फ्लाइ दुबईले आफ्नै एयरलाइन्सबाट आएका यात्रुको सामान चोरी भएपछि अनुसन्धान गरिरहेको बताउँछ। फ्लाइ दुबईले जहाज अवतरणपछि सामान निकाल्ने र यात्रुसम्म लैजाने अर्थात् ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले गर्ने बताएको छ। जुन कुरा नेपाल एयरलाइन्सका सूचना अधिकारी देखपाल सुवेदीले समेत स्वीकार गरेका छन्। यसरी सामान ओसार्न सोही दिन नेपाल एयरलाइन्सका कर्मचारीहरू को खटिएका थिए। उनीहरू माथि नै कडा अनुसन्धान भए चोर केही घण्टामै पत्ता लाग्ने निश्चित छ। यिनीहरू मध्येकै कोही चोर हुन सक्छन्, नभए यिनीहरू सबै पनि चोर हुन सक्छन् र यिनीहरूसँगै अन्य सुरक्षाकर्मी वा व्यक्ति पनि मिलेका हुन सक्छन्। यहाँ अधिकांश चोरी सामान ओसार्ने र ट्रली गुडाउनेहरूले गर्छन्। उनीहरूमा खास डर देखिन्न। भए 15-16 हजारको जागिर जाने हो, आए लाखौं कमाई हुन्छ भन्ने बुझाइ छ। उनीहरूलाई संरक्षण पनि हुँदा हौसिएर झनै चोरी गर्छन्। यो विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा डरलाग्दो बन्दैछ। यहाँ कसैको पनि सामान सुरक्षित छैन भन्ने सन्देश विश्वभर गइरहेको छ। तर विमानस्थलकै सुरक्षाको जिम्मेवारी पाएको प्रहरी कार्यालय समेत प्रभावकारी काम गर्न सकिरहेको छैन।